पहिला चाहिँ यो भिडियो हेरौँ एकछिन। कुनै जिल्लामा कसैले पत्याउने स्थिति छैन, त्यहाँ ढाक्न सकिन्न। काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि ल? अब तपाईँहरूले थाहा पाउनुभएको होला कसको लागि केपी ओलीजीले कसको लागि भन्दै हुनुहुन्छ भन्ने। उहाँले चाहिँ बालेन शाहको लागि भन्दै हुनुहुन्छ। यो कुरा चाहिँ बालेन शाहले जहाँ गए पनि जित्थ्यो क्या, जुनै नेपालको जुनसुकै ठाउँमा गए नि चुनाव जित्थ्यो। तर बालेनले चाहिँ के सोच्यो भने एकचोटि चाहिँ केपी ओली जस्तो एउटा घमण्डी मान्छेसँग चाहिँ त्यत्रो जेन्जी आन्दोलनमा त्यत्रा जनालाई गोली हान्ने आदेश दिने मान्छेसँग चाहिँ एकचोटि भिड्छु भनेर गएको र जित्नु पनि जित्छ उसले। बालेन शाह भनेको तपाईँहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ चान्चुने मान्छे चाहिँ लाग्दैन बालेन शाह, एकदमै बवाल मान्छे लाग्छ मलाई बालेन शाह, र जित्नु पनि जित्छ, कन्फर्म हो होइन। केपी ओली अब बालेन शाह झापामा गएर तपाईँहरूले देखिराख्नु भएकै छ। बालेन शाह झापामा गएदेखि केपी ओलीको निन्द्रा सिन्द्रा सबै हराइसकेको छ होइन। अब आफ्नै ठाउँमा कसले पत्याएनन्, पहिला चुनाव लडेको ठाउँमा किन लडेन भन्छ कि केपी ओलीले होइन। सबैले पत्याउँछन्। बालेन शाह लेखेर दिन्छु, जहाँ गए पनि जित्छ क्या बालेन शाहले त होइन। बालेन शाह भनेको एउटा नेपालको यस्तो एउटा ब्रान्ड भइसकेको छ कि तपाईँ जहाँ जानुहोस् होइन, जुनसुकै ठाउँमा जानुहोस्, बालेनको क्रेज यदि छ कि पुरै छोडौ क्या होइन। धन्यवाद।